नेपाल टेलिभिजनका लागि मिडिया हबद्वारा प्रस्तुत। एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो कुरकुरोमा सधैँ छ टाढो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो कुरकुरोमा सधैँ छ टाढो खानु नदिउँ हजुर लखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै म त कुनै पनि घटना घट्यो भने 1 घण्टाभित्र अपराधी पत्ता लगाइदिन्छु। अस्ति भर्खर जमिन मुनि 2 किलो सुन र 4 बोरा नुन गाडिरहेको थियो। 1 घण्टाभित्र मैले 6 जना अपराधी सहित पत्ता लगाइदिएँ। होइन हौ, तपाईहरु पनि मान्छे हामी पनि मान्छे, कसरी थाहा हुन्छ यस्तो कुरा? यही त हो नि पुलिसको ट्यालेन्ट भनेको। कस्तो कस्तो ट्रेनिङ लिनुपर्छ हामीले, स्कुलिङ हुन्छ हामीलाई, ठुल्ठुला किताबहरू पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ। कुनै पनि घटना घट्यो भने त्यो घटना घटाउन सक्ने सम्भावित व्यक्तिहरू को हुन् तिनीहरूको त अनुहार आइहाल्छ मेरो दिमागमा। त्यस्तो थ्योरी पढाए हुन्छ हामीले। ल ए चन्द्रकुमार मेरो टोपी ल्याउ त। तकमे भित्र लुकै क्या हो लाखे यो मान्छे नभएको घरमा कुटुङनुङ गरेर को चोर हो? के का चोर तिमी चोर। मेरो खड्कुलो हराए कहिले यहाँ मैले लगेको छु तिम्रो खड्कुलो। अनि हिजो बेलुका तिमी 8 बजे हिँड्दाखेरि मेरो खड्कुलो आँगनमा थियो, अहिले बिहान हेर्दा छैन। कसले लग्यो त? मेरो अनुहार हेर्दा चोर जस्तो देख्छ? यत्रो तकमा लगाएको इमान निजित र पेस्टिज भएको मान्छे चोर भन्ने? यो तकमा चोरेर भएको उहिले 1914 मा सुल्तानको त्यत्रो ठुलो महलको अगाडिपट्टि बसेर सिक्युरिटी गार्ड गर्दा हिरा जवारा तीछो बम पड्किँदा र पनि नोटिदिएको मान्छे तिम्रो चोर छु म खड्कुला? होइन के भयो भने मेरो खड्कुलो चोरी भयो। ऊ यस्तोले चाहिँ चोरी होला। के रे जे पाए त्यही भन नि, मुख सम्हालेर भर बोल नि। यहाँ गरिब भन्दैन अर्कालाई हेप्ने होइन। आवेशमा नआउनु त्यत्तिकै जिस्किएको नानी कि खास चाहिँ के भनेदेखि मैले चाहिँ चोरेको छु। अनि कसले चोर्यो त? कसले चोर्यो भनेर पत्ता लगाउन त हाम्रा बुढा माइने बुढा महाराजलाई भन्नु पर्यो नि। कसैले पत्ता लगाउनन् क्या रे? के पत्ता लगाउँछन्? किन पत्ता नलाउनु कुरा गर्छ? खड्कुलो कहाँबाट आएको? आँगनबाट खड्कुलो। अब बेलुका 8 बजीसम्म बाहिरै थियो भाउजू। विचार जान्ने भएर किन प्वाक्क बोल्नु पर्यो नि? त्यहाँ ध्यान भङ्ग भएन महाराजको? रिसाएर भित्र गएको देखेन? विचार बोल्नु हुँदैन भन्ने मलाई थाहा भएन नि त। अब कहिले आउनुहुन्छ? नबोला भन्दैछु। अब भित्र नि सुनेर रिसाएर हिँड्यो भने त जंगलतिर जान्छन्। कहिले आउँछन् थाहा नै हुँदैन। त्यो खड्कुले चाहिँ नि 24-25 वर्षको केटोले दक्षिणतिर लागेको छ। 24-25 वर्षको केटो दक्षिण। अब म भेटौँ। 25-26 को केटो दक्षिण त यता हो। जंगलको लकुरी काटे पलाउ लाकी लाकिन ओइ भन्दै कता गएर त? बजार गएर आएको। बजार? खड्कुलो बेचिसक्यो? अब कुन खड्कुलो? धेरै कुरा नगर है। तैँले मेरो खड्कुलो लगाएर छस्, जस्ताको तस्तै ल्याइदियो, म तँलाई केही भन्दिनँ ल। अब तिमीले मलाई खड्कुलो चोर लाग्यो? फेरि भिनाल सिनाजी भन्दिन है म त। यसैले हानेर 4 दिन थला पारिदिन्छु नि। मान्छेको एउटा हुन्छ नि। अनि
यसले पनि होइन क्या हो ओहो राजमास्टर ल खड्कुलो लियो काम सक्यो तँलाई चोर अर्काको खड्कुलो कसलाई छोडेर लैछ कसलाई चोर भने होला म घरमा गाई ब्याउने थियो तात पनि तताउने भाँडै थिएन अनि यसो राति आएको तिमी सुतिरहेको रहेछ लिएर जाँदा के होला भनेर लिएर गएको मैले सम्झिन्छु यता हेर्दैन हेरी कता ढोक बेटै छैन त साँच्चै ढोक बेट गर्नु पर्यो नि होइन परेन त ल आउनुहोस् ल ल सम्झिन्छु ल है ल सम्झिन्छु सम्झिन्छु ल म ढोक्सीभित्र छुट्टी भर्कालीभित्र टोकोभित्र सम्झिन्छु टोकोभित्र होइन सम्झिन्छु कस्तो आवेशमा डोकैभित्र छिर्ने गरी ढोकभेट गर्नुभयो तपाईँ धेरै दिनपछि ढोकभेट गरेको अहिले आवेशमै ढोकभेट गरिएछ क्या हो सम्झिन्छु त्यस्तो राम्रो ऐसेलु घारी जस्तो दारी त चटक्कै काट्या रहेछ बिलेटले काट्या कि करौटीले खुर्क्या नगराउनुहोस् करौतीले खुर्किनलाई करौतीले काट्नलाई मेरो दारी काठ हो र कुरा सुन्नुहोस् यहाँ भनाइ त के छ भन्नु होला भने जंगलको शोभा झाडीमा हुन्छ हाइमेको शोभा सारीमा हुन्छ लोग्ने मान्छेको शोभा दारीमा हुन्छ तर हेर्नुहोस् अब सारी लाउने मान्छेहरू अहिले अब मेरो छोरी बुहारी र सम्झिने बाहेक कोही देखिया छैन यो गाउँमा होइन अब जंगल मासेर सकिहाल्यो त्यही भएर मैले पनि दारी खौरिदिएँ दारी खौरिदिनु भयो तर वास्तविक कुरो के भन्नु होला भने नि सम्झिज्यू एउटा मान्छे यो तकिया बनाउनुको लागि भेडाको उन खोज्दै आएर छ अब भेडाको उनको चाहिँ जो अनिकाल परेछ र दारी भए तपाईँको दारी चाहिँ मेरो तकिया बनाउनलाई दिनुहुन्छ भनेर भने मैले पनि डिमान्ड गरिहाल्नु मेरो डिमान्ड पुरा गर्थ्यो त्यसले अनि मैले दारी खौरेर त्यसलाई दिएँ दारीको तकिया बनायो त्यसले बनायो कति खोज्दो हो त्यसलाई धेरै नआउनुहोस् अहिले फैसलालाई हाँसेर भुँडी फुट्ला नि भनेर आउन सक्छ